हेलो गाइज वेलकम टु द ब्याक माई न्यू एपिसोड। हजुरहरूलाई स्वागत छ मेरो यो भ्लगमा। आज चाहिँ म माम घर जान लागिरहेको छु। आज चाहिँ भाइटिका भर्खर पसलको काम सकियो, त्यही भएर कुदेर छु। उहाँनिर दाइ कुदाउनु भएको छ, त्यही भएर अब माम घर गइन्छ। सबैजनालाई भाइ ह्याप्पी तिहार है। लेट भयो, अलिकति ढिला भयो, त्यही भएर अब म तपाईँहरूलाई सिधै बाटोमा भेट्छ यता। आज हतारमा यार, आज कपडा नि अब माम घरमा अलिक त्यति सानाको माथिबाट ल यता गाइज अब फाइनली हामी चाहिँ हिँडेको लेली बाटो। अब यहाँ जाँदैछौँ, लेलीबाट माथितिर राखिसकेको छौँ। यता हेर्नु होला, आमा के कुदाएको त्यो केटाहरू खै अहिले त हो टाइममा हेर नाको एक वर्ष भयो यहाँ सबै चेन्ज भएछ यार। हो ठ्याक्कै एक वर्ष भन्नु मन नआएको, एक वर्ष भन्नु आएको सबै चेन्ज भइसकेछ कि अब ठिकै छ। यो चाहिँ मिनरल वाटर भन्नु हो। अहिले चाहिँ यहाँनिर यो चाहिँ पानी फ्याक्ट्री हो क्या, मिनरल वाटरको। यो चाहिँ खानी जाने बाटो, ढुङ्गा खानी। यो चाहिँ अब यताबाट चाहिँ हामी माम घर जाने बाटो, नल्डु पुन्जेसम्म गाउँपालिका जाने बाटो। यो चाहिँ उकालै उकालो ट्रिपल रोड छ, तार अनन्दरी गइन्छ होइन, पारिनु पर्दैन। अब पुगिन्छ आधी घन्टा जतिमा मस्तले। अब रात भने कार हेर्नुपर्छ। सबै रोड पहिला कत्रो सानो थियो, सबै खनेर ठुलो बनाइसकेछ। त्यही नै हो अहिले अरूको यार भाइटिका भइसक्यो, हाम्रो भएको छैन क्या। अब अरूले भाइटिका लाएर हिँडिसक्यो, हामीले लाग्छ, हाम्रो अब टाइम लाग्छ। धेरै चिन्ता गर्नु हुँदैन क्या। ल पहिला कस्तो थियो अहिले चेन्ज भएछ यार, फुल टु फुल चेन्ज भएको छ अहिले। जोस दामी हो चेन्ज भएको। अब गाइस तपाईँहरूलाई म सिधै पर्ने ठाउँमा पुगेछु है त, हेर्छु है त होइन। अब यहाँबाट माथि चाहिँ लेले मनोकामना यताबाट जान्छ। अब हामी चाहिँ यताबाट मामा घर, यो चाहिँ लेले ऊ त्यो डाँडा चढ्दै जानुपर्छ यार बाइकमा। गाह्रो छ माम घर जानु पनि। माम घर नगएको एक वर्ष भयो ट्याक्कै। पोहोर तिहारमा गएको नि, त्यसपछि गएकै छैन। गाह्रो छ। पड्काइ अब यो चाहिँ लेले बस पाएको ए बन्द रहेछ। ल गाइस हामी चाहिँ ओर्लिने ठाउँ आइसकेको छौँ। यताको भ्यू हेर्नुहोस्, यताको भ्यू नै मिठो के गाउँको हो, भ्यू नै मिठो। हिमाल हेर्नुहोस् न, हिमाल भ्यू नै मिठो छ क्या गाउँको। अब चाहिँ हामी चाहिँ यहीँनिर ओर्लिने हो त्यो बाटोमा। भाइ त तपाईँलाई धन्यवाद है। अब ठ्याक्कै हामी चाहिँ ओर्लिसक्यो होइन। अब है हस्।
भ्यूमा गाई भ्यू लेट्स सी अब हामी चाहिँ लागेको होइन अब भाइ र म चाहिँ यहाँबाट जान्छौँ टक्क लगाएर अनि गएर चट्टा लगाएर नुहाउने अनि गएपछि कपडा फेर्छौँ अनि त्यो यताउति हुन्छ भाइ आज अब कस्तो देखिरहेको छ क्यामेरा खासै राम्रो त आउँदैन अब त्यही हो भ्यू हेर्नुहोस् न भ्यू गाउँको यो चाहिँ भारदेव जाने भयो यता चाहिँ नल्लु खोला यो चाहिँ पाती भाएर जाने बाटो हो क्या भ्यू नै मिठो के भ्यू नै मिठो गाउँको भ्यू नै मिठो आइज किन छोड्दै नि ढिला भयो क्या गाउँको भ्यू नै मिठो मिठो अब फाइनली हामीले यहाँ ओर्लिसक्यौँ अब सानो मम्मीको घर जान्छौँ त्यही हो आइज नि त ओए छोड्दैन त्यो झोले मुला त्यही हो अब आउँदा चाहिँ बहुत रमाइलो भयो राम्रै चलाउनु धन्यवाद उहाँलाई नि यसम्म ल्याइदिनु भएकोमा त्यही हो यो चाहिँ उ त्यो रोमन आइज न किन बान्नु अहिलेलाई यो ठाउँको नाम चाहिँ के अरे भाइ मैले के बिर्सेँ के हामीले चाहिँ यस्तो भन्छ यसलाई के डाँडा अरे हामीले चाहिँ यसलाई पारगाङ भन्छौँ अब अरूले चाहिँ के भन्छ अब त्यो त थाहा भएन होइन हामीले चाहिँ पारगाङ भन्ने गरे यहाँनिर अब ठ्याक्कै अब पारगाङको माथि चाहिँ दुर्तागाङ छ यहाँनिर चाहिँ यहाँ माथि डाँडामा चाहिँ मान्छे पोल्ने ठाउँ छ क्या अब सानो मम्मीको घर जान्छु अनि त्यसपछि के भन्नुहुन्छ हेरौँ त्यही हो अब के भन्नु फाइनली मामघरको माथि डाँडामा आइपुग्यौँ अब मामघर पुग्ला जस रमाइलो भयो आउन अनि यहाँनिर चाहिँ एउटा रिसोर्ट थियो होइन के गरिहाल्ने यहाँनिर एउटा रिसोर्ट छ होइन पोलितिर आइन्छ होला ए होस् है अब चाहिँ म तपाईँहरूलाई मेरो आँसुको घरमा पुगेपछि भेट्छु त लेट्स चाहिँ के हुन्छ हेर्दै त म चाहिँ यहाँनिर सानो मम्मीको घरनिर पुग्न लागिसकेको छ जान्छौँ पुग्न लाग्यो लेट्स हिँड्दैछौँ गाह्रो छ यहाँनिर चाहिँ बाजे हुनुहुन्छ मेमे लासो मङ आसु जा माम लासो सेव सेल्फी जी दाते हाला हिम्बा ला हेप्पा तपाईँ हेरेर चाहिँ फुपू हुनुहुँदो रहेछ फुपूले चाहिँ कति ठुलो भएको भन्दै हुनुहुन्छ क्या टिका लाउन आएको भनेर सोध्नु लागि तामाङ कतिजनाले हेर्नु भएको छ है लाइक सेयर कमेन्ट हालिदिनु होला फलो पनि गरिदिनु होला सब्सक्राइब पनि टिकटकमा फलो युट्युबमा सब्सक्राइब ओहो विज्ञान डन हाम्रो भाइ चाहिँ फेरि चस्मा लगाएर बसिरहेको विज्ञान डनको फेरि मेरो भाग्यो के छ कता के गर्नु त खोइ आछु ओइ विज्ञान डन पाउनु पाउ यो चाहिँ फेरि भन्ने यस काम छैन नि बहिनी खै त आसु लासो के गर्दैछ ए आमा मासु कसलाई मलाई यहाँ चाहिँ मासु पाक्दैछ मासुमा यो चाहिँ कुखुरा हो कहाँ लाउने टिका हो बाइकमा आएको एउटा दाइसँग त्यो आन्द्रा लिनु हुँदैछ हामी उता जाउँ त नखाने म त नुहाउनु पर्ने छ यहाँ पान छैन नि
यहाँनिर भ्लग भन्नु त म अब युट्युबर भइसक्यो अनि के गर्ने उतै फेराउनु कि यहीँ उतै होइन भने कहाँ नहुँ यहाँ त पानी आएर बहिनी चाहिँ कहाँ गयो ए ल साबुन खोइ कहाँ ल्याउनु त त्यहाँ पुरा केमा हाले हो त्यो युट्युबमा हाल्ने चाहिँ राम्रो टिकटकमा नि आउँछ फेरि म यहाँ अलिकति भाइरल मान्छे हुन्छ यहाँ भाइ चाहिँ लास्टमा गर्छ क्या म इस इस भन्दैछ यो कामै छैन कि यसो हो जुन बेला जुधेर मात्र बस्छ मसँग यो काम चाहिँ यो फटा यहाँ चागा चुरी हात इस ल भाइ चागा चुरी हो हेलो गाइस तल चुरी हेर्नु न हाँसेर अब ए आमा नि यसलाई पुरै नयाँ कल स्पाइडरम्यान ल ल ल हाई है यो स्पाइडरको ज्याकेट रहेछ अनि मलाई स्पाइडरम्यान भनेर चाहिँ भाइले स्पाइडरम्यान ऊ पाइट पनि रहेछ होइन अनि भाइ र हामी त्यति काम गर्ने चुहालक कोडा ये जैखर की जे चुरी जानो चुरी जा आमेन थामलो चुल ब्लाको राइनको यो चाहिँ के अरे देउताको थान हो कि हामी जानु हुँदैन थिङ मात्र जानु मिल्छ कि उसले साइकल बेच्छ साइकल देखाएर चाहिँ यहाँ चाहिँ भाइलाई रोटी लिएर हुँदैछ ओए आशा बात फिर लादा थान बस मोलदाला ना तो ये अब म ब्याग राख्छु अनि म त नुहाउनु जानु पर्यो फ्रेस हुनु पर्यो त्यही हो है त अबहरूलाई म अब अलि बेसी भेट्छु है त हेलो गाइज अब म चाहिँ फाइनली मामा घर जानु लाग्यो यहाँनिर बहिनी छ यसले चाहिँ आज हामीलाई टिका लगाउँछ होइन हामी चाहिँ आसुको घरबाट जाँदैछौँ यहाँ सामान लिएर हाम्रो त्यो प्रायः जस्तो सधैँ मामा घरमा लाउने गरेको कि फर्स्ट मामा हातले लाउँछौँ अनि त्यो पछि हाम्रो पालो हो क्या हाम्रो फेरि गाइजहरू भन्छ फेरि यो मान्छे रमाइलो छ यो विज्ञान त्यो सामान चाहिँ हात लास्टै गाह्रो बाटो त बाटो बिग्रेर त्यो फेरि भन्दा यसको भाइले हँसाएर त है यसले हँसाएर त के भन्नु यहाँ चाहिँ बाटो बिग्रिसक्यो गाइजहरू भन्दैछ यसले हात भयो साँच्ची यार लास्टै थाकिने क्या यार भाइ चाहिँ थर्केर ओए रात चुजा एकचोटि यहाँ
कुरो हिँड्नै नहुने म ए नगी यति नै सक्यो हेर्नु चाहिँ कुरो लाग्यो भन्दैछ यहाँ मलाई जानु ट्याटो छ अनि त्यो कहाँबाट चलाएर भन्न खोइ तिमी हिँड्दैछौँ एकछिन टाइम लाग्छ अब गाइस तपाईँहरूलाई म सिधै मामा घर पुगेपछि भेट्छ है त ल लेट्स सी हेलो गाइस फाइनली म चाहिँ होइन साउन्ड बोल्नु मामा घर पुग्दैछु आइज बोक म एक्लै सरी आइज छेउमा सँग एकजना ओइ आइज नि सँग आइज सँग म चाहिँ मामा घर पुग्न लागिसकेँ कि चाहिँ मामा घरको नजिक आइपुगिसक्यो बोल्दा बोल्दा गाह्रो भइसक्यो राम्रोसँग बोकाउनु उचाल्न त्यो चाहिँ मामा घरको ठाउँ यस्तो यस्तो छ दामी अगाडि यस्तो छ यस्तो छ यस्तो यस्तो त्यो गाह्रो छ म चाहिँ मामा घर आइपुग्नु लागेँ उजना छ मेरो मामा घर ठ्याक्कै अगाडि यस्तै गाह्रो हो नि मलाई ठिकै छ नि त केही छैन अब पुग्न पनि लागिसक्यो अब पुग्यो भने पनि हुन्छ यहाँ डाँडा यहाँ चाहिँ हामी पहिला चङ्गाबाट आउँछ कि अब मामा घर आबेला अब अहिले कहाँ चङ्गाबाट आउनु चङ्गाबाट आउनलाई टाइमै छैन अब यो खाजा कुन चाहिँ खाजा घर कहाँबाट चल्यो यहाँ ठ्याक्कै आइपुगेको त्यही हो आयो पनि भयो भने यो मेरो मामा घर मैले जान्छु बाङबा रोमान रोसन खोइ त प्याला दिन्की माम खोइ त माम लासो 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 मैले फोटो खोलेन जाएको छेन जाएको यहाँ बाख्रा भैँसीहरू यो चाहिँ मामा घरको मेरो यहाँ छ पुड्की यहाँ छ पुड्की 18 माइल फरक नि होइन 21 ओ मामा के छ ए मामाहरू यहाँ गेम हान्दैछ मस्त हो लडेछ म चाहिँ फाइनल मामा घर आएपछि अब बस्छु अब लिफ्ट चाहिँ अब तपाईँहरूलाई मैले टिका लाउनु बेला भेट्छु है त हेलो गाइस बहिनी र म चाहिँ यहाँ मन्दु खोज्न आएको छ मन्दु त्यहाँ काटिरहेको छ त्यसले ठुलो हो त्यसले मन्दु झिकाल्दैछ होइन मन्दु टिप्न आएको कुरै कुरो के ल हुन्छ त्यो हुन्छ यसो गर्नु ओ यहाँबाट जाउँ न उताबाट कुरै कुरो लाग्यो क्या यताबाट खोइ कहाँ राख्यो मामा पनि अन्त नभन्नु नि यार भान्जालाई अन्त भन्ने भान्जा यार खतरा भइसक्यो भान्जा अनि मामा ह्यान्डसम भइसक्यो अनि हो अहिले त्यही भनौँ न है मामा हस्मा ल है त हजुर ओ त्यो त हुनु पऱ्यो नि मामा भएपछि त्यति त के गर्नु
मामा चाहिँ कता हिँड्नु भयो नि ए जाउँ जाउँ घरमा मार्ला नि फेरि अब त्यही हो मन्दु भाइ चाहिँ अनि चाहिँ यही खोज्न गएको यो र म त्यही हो लेट्स सी अब चाहिँ हाम्रो भाइटिका सुरु हुन्छ है त अब त्यही बेला भेटौँ स्टार्टिङमा हातमा हो छेरङ्गो सुसाउनुमा नि भयो ओ ल छेरङ्गो छेरङ्गो विज्ञानलाई देऊ छेरङ्गो म चाहिँ माछाले लिन्छु जाऊ खेलाउले के हुँदैन काला अझै छेङ्गो तिर खाने हो नाने अब लोगों पूरा रोस्ट खाने दियो यो त हामीले बनाएको त्यही त विज्ञान खाना थाल्नु यसले लाग्यो क्या हामीलाई टिका यसले लाग्यो यसले खोइ त जे गरे नि हुन्छ जे गरे नि हुन्छ हामीलाई त अब के भोलिपछि खाने है अर्को सालमा खाने नि होइन हुन्छ अर्को सालमा अब गाइस फाइनली टिका लाउन पनि सक्यो अब म चाहिँ माथि घरतिर हिँडेँ र राजलाई बोलाउनु भन्दा अब मेलामा जानु पऱ्यो नि त अब बोलाउनु भन्दैछु अब जाउँ बोलाउनु अनि लेट सी के हुन्छ हेरौँ है त गाइस म उसँग भेटेपछि है त सिधै हेलो गाइस अहिले चाहिँ म खाना खाएर रुममा बसिरहेको छौँ अब तपाईँहरूलाई चाहिँ भोलि म मेरो नेक्स्ट ब्लगमा भेट्नु छु आजलाई चाहिँ सबैजनालाई बाई बाई गुड नाइट है त